हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ तपाईँहरू समक्ष मैले भर्खरै गण्डकी प्रदेश लोकसेवा आयोगले लिएको अमिनको परीक्षाको चाहिँ प्रश्नपत्र चाहिँ तपाईँहरू समक्ष मैले ल्याएको छु। भर्खरै इक्जाम सकिए पश्चात यसरी कसैले पनि तपाईँको पेपरको चाहिँ एक्सप्लेनेसन गरेर भिडियोहरू बनाएको छैनन् र म आज पहिलोचोटि यसरी बनाउँदैछु। म यो पेपर किन तपाईँहरू समक्ष प्रस्तुत गरेर आएको छु भने म आज एन्सर मात्र भन्ने छैन र तपाईँहरूलाई म एक्स्ट्रा कुराहरू पनि सिकाउने छु। भिडियो अलि लामो हुनसक्छ र एकदमै महत्त्वपूर्ण छ। यहाँ सोधिएको क्वेसन चाहिँ सम्भवतः सबै लोकसेवा इक्जामतिर सोधिने खालका प्रश्नहरू नै छन् यहाँ। र तपाईँहरूले इक्जाम दिनुभएको थियो भने कति मिलाउनु भएको थियो, के बिगार्नु भएको थियो, कसैले यो भिडियोहरू हेर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि विशेष छ र नयाँ लोकसेवा तयारी गर्ने साथीहरूको लागि पनि यो विशेष भिडियो हुनेछ। ल अब सुरु गरौँ है। यो इक्जाम चाहिँ भएको थियो तपाईँको 2082 साल 12 महिना 16 गते भएको थियो, यही भर्खरै भएको थियो है। ल फर्स्ट पेपरको हामी क्वेसन वाइज हामी आज डिस्कस गरौँ है साथीहरू। ल पहिलो नम्बरको क्वेसन थियो तपाईँको राष्ट्रिय झन्डा प्रचलनमा ल्याउने राजा को थिए भनेको छ है। राष्ट्रिय झन्डा तपाईँको प्रचलनमा ल्याउने राजा चाहिँ तपाईँको यो चारवटा अप्सनहरूमध्ये चाहिँ तपाईँको पृथ्वीनारायण शाह हुन् है। यो तपाईँको पृथ्वीनारायण शाह छ नि यो तपाईँको अप्सन ए चाहिँ तपाईँको राष्ट्रिय झन्डा प्रचलनमा ल्याउने राजाहरू हुन् है। र सँगसँगै जयप्रकाश मल्ल छ र तपाईँको प्रताप मल्लको तपाईँलाई थाहा नै होला। तपाईँको रानी महल बनाउने को हुन् भन्दाखेरि प्रताप मल्ल। कहिले बनाए 1727मा चाहिँ रानी महल बनाए प्रताप मल्लले। ल जयप्रकाश मल्ल र तपाईँको उहाँहरूको पनि धेरै नै कुराहरू पत्ता लगाउनु भएको छ। ल यसको एन्सर चाहिँ तपाईँको पृथ्वीनारायण शाह हुन्छ है। क्वेसन नम्बर 2 छ दिएका मध्ये गण्डकी प्रदेशमा पर्ने जिल्लाको हेर्नुहोस् है। अब यसो अब हेर्दाखेरि तपाईँको सगरमाथा छ, चोयौँ छ, अन्नपूर्ण छ र सैपाल छ साथीहरू है। तपाईँको सगरमाथा त तपाईँको प्रदेश नम्बर 1मा सोलुखुम्बु जिल्लामा पर्ने हो र तपाईँको बी चोयौँ छ। चोयौँ पनि यो सगरमाथासँगै टाँसिएको तपाईँको हिमाल हो। र प्रश्न नम्बर सी छ अन्नपूर्ण र प्रश्न नम्बर डी छ सैपाल। यो सैपाल हिमाल भनेको चाहिँ तपाईँको बझाङ जिल्लामा पर्ने है साथीहरू। सुदूरपश्चिमको कोही हुनुहुन्छ भने यो बझाङ जिल्लामा पर्ने हो भनेपछि अब यो नि होइन, यो नि होइन, यो नि होइन भनेपछि अब एन्सर के हुने भयो त तपाईँको बिल्कुलै पनि तपाईँको अन्नपूर्ण हुने भयो है। यसरी तपाईँहरूले अरू कुराहरू पनि यो अन्नपूर्ण त एन्सर थाहा नै भइसक्यो। तपाईँको अरू अप्सनहरू पनि कहाँ के पर्दो रहेछ भने यसरी बुझ्नु होला है। प्रश्न नम्बर 3 छ समग्रमा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय अत्यावधिक योजनामा कति प्रतिशतले प्राथमिक क्षेत्रको औसत वृद्धि दर हुने लक्ष्य राखिएको छ भनेको छ साथीहरू है। यो चाहिँ तपाईँको गण्डकी प्रदेशको चाहिँ तपाईँको आर्थिक योजनामा पढ्नुपर्ने कुरा हो र यसको सही एन्सर हुन्छ तपाईँको 4.31 हुन्छ है। र यो विशेष गण्डकी प्रदेशको इक्जाम दिने साथीहरूको लागि चाहिँ महत्त्वपूर्ण हुनेछ है। र अर्को क्वेसन छ प्रश्न नम्बर 4 जीवनकालमा कम्तीमा एकपटक आन्तरिक बसाइसराई गर्नेको समग्र जनसाङ्ख्यिक अनुपात कति रहेको हुन्छ भनेको छ है। र यो पनि गण्डकी प्रदेशको तपाईँको अत्यावधिक योजनाको तपाईँको प्रश्नबाट चाहिँ यो प्रश्न आएको थियो र यसको एन्सर पनि तपाईँको अप्सन नम्बर सी 42.3 हुन्छ है साथीहरू है। तपाईँको अब अर्को क्वेसन छ साथीहरू, एउटा महत्त्वपूर्ण क्वेसन अर्को छ तपाईँको डाइनामाइटका आविष्कारक को हुन्? यो चाहिँ तपाईँको विज्ञान तथा प्रविधि भन्ने च्याप्टर तपाईँहरूको सिलेबसमा थियो होला, त्यो च्याप्टरबाट आएको है। यो डाइनामाइट छ नि त। तर धेरै साथीहरू झुक्किनु भएछ यो डाइनामो। तपाईँको डाइनामो भनेको चाहिँ तपाईँको माइकल फ्याराडे हुन्थ्यो। तर धेरै साथीहरूले यसको एन्सर माइकल फ्याराडे लगाएर आउनुपर्छ। तर यहाँ के भनेको छ डाइनामाइट भनेको छ है साथीहरू। क्वेसनले के भनेको छ बुझ्नुपर्छ है। डाइनामाइट भनेको छ। अब डाइनामाइट भनेपछि के हुन्छ तपाईँको माइकल फ्याराडे भनेपछि तपाईँको डाइनामो भनेको माइकल फ्याराडे हुन्थ्यो होइन। अब अल्बर्ट आइन्स्टाइन छ नि त साथीहरू। अब अल्बर्ट आइन्स्टाइनले के पत्ता लगाएछन् भने तपाईँहरूले पढ्नुभयो होला होइन। अब यसको के हुन्छ अल्फ्रेड नोबेल हुन्छ है। त माइकल फ्याराडेले डाइनामो पत्ता लगाए र अल्फ्रेड नोबेलले के लगाए डाइनामाइट पत्ता लगाए है। यसरी बुझ्न सकिन्छ है साथीहरू। र प्रश्न नम्बर 6 छ तपाईँको शरीरलाई ऊर्जा प्रदान गर्ने मुख्य शोषक तत्त्व कुन हो भनेको छ है। अब तपाईँको शरीरलाई ऊर्जा प्रदान गर्ने मुख्य शोषक तत्त्व कुन हो भन्दाखेरि प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र खनिज पदार्थ। अब यतिहरूमध्ये तपाईँको बिल्कुल कार्बोहाइड्रेट तपाईँको
म्यान भइहाल्यो है। र अर्को क्वेसन छ साथीहरू, तपाईँको मिल्दो जोडा मिलाउनुहोस् भनेको छ। अब तपाईँले यो पनि मिलाउनु नै हुन्छ होला। अब सार्क दिएको छ, संयुक्त राष्ट्र सङ्घ र बिमस्टेक दिएको छ। अब यसको स्थापनाका आधारमा जोडा मिलाऊ भनेको छ साथीहरू है। अब हेर्नुहोस् त यसको एन्सर के हुनसक्छ। अब तपाईँको बिमस्टेकको कहिले स्थापना भन्दाखेरि 1997 मा बिमस्टेकको स्थापना भयो। अब संयुक्त राष्ट्र सङ्घ कहिले भन्दाखेरि 1945 मा भयो होइन। अब सार्कको कहिले भयो? सार्कको 1987 मा हो त होइन नि। सार्कको कति सार्कको स्थापना कहिले भयो त भन्दाखेरि तपाईँको 1985 मा भयो होला नि। 1985 मा तपाईँको सार्कको स्थापना भयो भनेपछि अब यो यसको जोडा हो त होइन। त्यही भएर यसको अप्सनहरूमध्ये के छ, यो माथिका कुनै पनि होइन भनेर चाहिँ तपाईँको मेन एन्सर हुन्छ है साथीहरू। र अर्को छ, नेपालको संविधान अनुसार कस्तो व्यक्ति राष्ट्रपति हुनका लागि अयोग्य हुन्छ भन्न खोजेको चाहिँ राष्ट्रपति हुन नमिल्ने चाहिँ तलका मध्ये कुन अप्सन हो भनेको छ साथीहरू है। अब 2 पटक राष्ट्रपति निर्वाचन भइसकेको व्यक्ति है, अनि नेपालको संविधानको धारा कति 87 बमोजिम सङ्घीय संसदको सदस्य हुन योग्य भएको व्यक्ति, कम्तीमा 45 वर्ष उमेर पुरा भएको व्यक्ति, नेपालको संविधानको धारा 64 बमोजिमको योग्यता भएको व्यक्ति भनेको छ है। अब यति मध्ये चाहिँ तपाईँको नेपालको संविधानको धारा 87 बमोजिम सङ्घीय संसदको सदस्य हुन योग्य भएको व्यक्ति चाहिँ तपाईँको हुने नै भइहाल्यो। कम्तीमा 45 वर्ष पुरा भएको व्यक्ति पनि हुने नै भइहाल्यो है। तपाईँको नेपालको संविधानको धारा 64 बमोजिम यो पनि हुने नै भइहाल्यो। तर नेपालमा तपाईँको ठुल्ठुलो संवैधानिक पदहरूमा चाहिँ कुनै पनि व्यक्ति तपाईँको 2 पटक 2 कार्यकालभन्दा धेरै कोही पनि तपाईँको राष्ट्रपति हुन पाउँदैन है साथीहरू। अब यो केसमा मात्र तपाईँको नगरपालिकातिर, तपाईँको गाउँपालिकातिर पनि तपाईँको 2 कार्यकाल अध्यक्ष भइसकेको मान्छे चाहिँ तपाईँको तेस्रो कार्यकालको लागि तपाईँको अध्यक्ष हुन पाइँदैन है। र तपाईँको 9 नम्बरको प्रश्न छ, तपाईँ यो चाहिँ समसामयिकबाट सोधिरहेको थियो है। भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन कहिले भयो भन्ने कुरा छ है। यो चाहिँ तपाईँको तपाईँले पढ्नु भएको थियो भने मिलाइहाल्नु भयो होला। यसको एन्सर चाहिँ हुन्छ 2024 डिसेम्बर 26 मा उहाँको निधन भएको थियो है। र प्रश्न नम्बर 10 मा जाउँ हामी। र 10 मा के भनेको छ भने अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी 2074 को अपाङ्ग परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि गाउँपालिका र नगरपालिकामा हुने स्थानीय समन्वय समितिको संयोजक को रहने व्यवस्था छ भनेको छ साथीहरू। यसमा चाहिँ तपाईँको उपाध्यक्ष वा उपप्रमुख चाहिँ तपाईँको यसको संयोजक भएर काम गर्नुहुन्छ है। र हामी अर्को प्रश्नमा जाउँ। कार्यालय कार्यविधि अन्तर्गत के कार्यहरू पर्छन्? अब कार्यालय कार्यविधि के पर्छन्? पत्र व्यवहार पनि पर्नै भइहाल्यो, दर्ता चलानी होइन, तपाईँको परिपत्र र माथिका सबै। अब यो चाहिँ के हुने भयो? माथिका सबै हुन्छ है। सार्वजनिक खरिदको पहिलो कार्य कुन भन्दाखेरि सार्वजनिक खरिदको पहिलो कार्य भनेको खरिद योजना तयार गर्ने, लगत अनुमान तयार गर्ने, खरिद बिक्रीको छनौट गर्ने, सार्वजनिक खरिद सम्बन्धमा सबै कर्मचारीलाई सुसूचित गर्ने भनेको छ नि त। अब यो तपाईँको सबभन्दा पहिला त योजना तयार गर्नु पर्यो। योजना तयार नगरेर लागत तयार गर्न मिल्छ? खरिद विधिको छनौट गर्ने यो त पछिको कुरा हो। सबभन्दा सुरुमा के गर्नु पर्यो हामीले? खरिद योजना तयार गर्नु पर्यो। त्यसपछि अप्सन नम्बर ए आन्सर हुन्छ है। 13 नम्बर छ, तलका मध्ये अभिलेख व्यवस्थापनको अन्तिम चरण। अब अन्तिम चरण भनेको सबभन्दा सुरुमा के गर्नु पर्यो? सिर्जना गर्नु पर्यो। सिर्जना गरेपछि के गर्नु पर्यो? उपयोग गर्नु पर्यो, त्यो अभिलेख उपयोग गर्नु पर्यो। त्यसलाई चाहिँ स्थलगत गरेर मिलाएर राख्नु पर्यो र अन्तिम चरण के हुन्छ? विनाश हुन्छ। एक दिन सकिएर जाने अभिलेख हो, त्यही भनेको साथीहरू है। 14 नम्बर छ, गण्डकी प्रदेशको स्थानीय सरकारी सेवा गठन सञ्चालन ऐन 2079 परिभाषा खण्ड बमोजिम मन्त्रालय भन्नाले। अब यो तपाईँको गण्डकी प्रदेशको ऐन पढेका साथीहरूले चाहिँ अवश्य मिलाउनु भयो होला। र यसको एन्सर हुन्छ सेवासँग सम्बन्धित गण्डकी प्रदेश सरकारका मन्त्रालय भन्ने छ है। यो चाहिँ तपाईँको करेक्ट एन्सर हुन्छ। र 15 नम्बर छ, गण्डकी प्रदेश निजामती सेवा ऐन 2079 अन्तर्गत कतिवटा सेवाहरू रहेका छन् भनेको छ है। तपाईँको अब गण्डकी प्रदेशको ऐन अनुसार चाहिँ कतिवटा सेवा छन् भन्दाखेरि तपाईँको 7वटा ऐन हुन्छ है साथीहरू। तपाईँको सङ्घीय अनुसार चाहिँ कतिवटा हुन्छ? 10वटा हुन्छ, तर यहाँ छैन है।
अब भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम रिसाउत भनेको तलका मध्ये कुन होइन भनेको छ? तपाईँको अब यतिमध्ये गैर मौद्रिक भनेको त तपाईँको भ्रष्टाचार जस्तै भयो, घुस पनि भयो, जोखिम चुनौती र त्रास पनि भयो र नहुने भनेको चाहिँ के हो यो? सेवाग्राहीले दिने उपहास वा स्याबासी चाहिँ घुसलाई घुस होइन है। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार तपाईँको पालिकाले आफ्नो क्षेत्रभित्रको न्यूनतम दर रेट कुन समयभित्र तोकिसक्नुपर्छ? यो चाहिँ कहाँ स्थानीय सरकार सञ्चालन ऐनबाट क्वेसन सोधेको थियो र यसको चाहिँ तपाईँको आर्थिक वर्ष सुरु हुनुभन्दा 15 दिन अगाडि नै तपाईँ के गर्नु पर्यो? आफ्नो स्थानीयताको दर रेट चाहिँ तपाईँको तोकिसक्नु पर्यो भन्ने कुरा हो है। अब अर्को छ तलका मध्ये कुन भनाइ सही छ भन्ने कुरा छ है। अब नेपालको क्षतिपूर्ति सहितको सार्वजनिक बडापत्रको सुरुवात विक्रमसम्वत 2072 साल वैशाख 2 गतेबाट भएको है। यो ठिक छ त? यो गलत छ। कहिले भएको त 2070 वैशाख 2बाट भयो है। नेपालमा सार्वजनिक बडापत्रको सुरुवात विक्रमसम्वत 2050 सालबाट भएको ठिक छ। विश्वमा सार्वजनिक बडापत्रको सुरुवात गर्ने राष्ट्र कहिले हो? बेलायत। बेलायतले कहिले गर्यो? तपाईँको 1991 मा गर्यो है साथीहरू। यसरी तपाईँले याद गर्नु है। यसको एन्सर के भयो? के भयो? र अर्को छ 19 नम्बरमा निम्नमध्ये कुन सेवा प्रवाहको अप्रत्यक्ष माध्यम हो भनेको छ है। अप्रत्यक्ष माध्यममा तपाईँको नागरिक सहायता केन्द्र त हो नै, घुम्ती सेवा पनि हो नै, वडा कार्यालय पनि तपाईँको सेवाग्राही प्रत्यक्ष नै हो। तपाईँको के होइन नीति योजना तर कार्यक्रम भन्ने चाहिँ होइन है। अब पोस्ट करका प्रतिपादन को हुन् भनेको छ। अब एफ टेलर त होइनन्। एफ टेलर नै के अरे साइन्टिफिक वैज्ञानिक व्यवस्थापनका पिता हुन् क्या र यो एफ डी टेलर त तपाईँको कुन हुन् त? लुथर गुलिक चाहिँ तपाईँको पोस्ट करका प्रतिपादक हुन्। अब हामी मेन टपिकतिर सर्भिङतिर जाउँ है साथीहरू। अब अफसेट इन चेन सर्भिङ आर टेकन टु लोकेट भनेको छ है। अफसेट आर अब चेन अब तपाईँको चेन सर्भिङ चाहिँ अफसेट चाहिँ किन लगिन्छ भन्दाखेरि अफसेट चाहिँ किन लगिन्छ भन्दाखेरि डिटेलिङ नियर सर्वे लाइन, मेन सर्वे स्टेसन, बेन्चमार्क, ट्राभर्स पोइन्ट छ नि। तपाईँको अफसेट इन चेन सर्भिङ अफसेट भनेको के हो भने तपाईँको यो तपाईँको ट्रायङ्गल छ। तपाईँको ट्रायङ्गलबाट चाहिँ तपाईँको के गरिन्छ भने तपाईँको अब यो सर्वे लाइनहरू हो। सर्वे लाइनदेखि जस्तै यो डिटेल छ यो घर छ भने तपाईँको यहाँदेखि हामीले एउटा पर्पेन्डिकुलर अफसेट लाग्छौँ, एउटा चाहिँ तपाईँको यसरी अब्लिक अफसेट लाग्छौँ है। अब अफसेट भनेको के भयो भन्दाखेरि डिटेलिङ नियरिङ सर्वे लाइन। सर्वे लाइनदेखि नजिकको डिटेल लाग्नलाई चाहिँ के गर्नु पर्यो? हाम्रो अफसेटको प्रयोग हुने भयो। यो क्वेसनले भन्न खोजेको यो हो। त्यही भएर यसको एन्सर के हुन्छ? यो हुन्छ है। र अर्को छ वाइ आर द सिम्बल युज इन म्याप। अब म्यापमा चाहिँ तपाईँको सिम्बल किन प्रयोग गरिन्छ भनेको छ है। टु डेकोरेट द म्याप, टु रिड्युस म्याप साइज, टु सो फिचर क्लियरली, टु चेन्ज म्याप स्केल भनेको चाहिँ तपाईँको अब सिम्बल हामीले नक्सामा सिम्बल राख्ने भनेको त तपाईँको फिचरलाई चाहिँ क्लियर देखिनलाई हो नि त। हामीले डेकोरेसन गर्नलाई पनि हो, तर डेकोरेसन भन्दा पनि हाम्रो फिचरलाई चाहिँ क्लियर देखेर सबैले बुझुन् भन्ने तरिकाले हो नि त। त्यही भएर टु सो फिचर क्लियरली यसको एन्सर हुन्छ है। अब विच अफ द स्केल इज लार्जेस्ट एमाङ द फलोइङ भन्ने क्वेसन छ साथीहरू। अब तपाईँलाई थाहा छ कि छैन? अब लार्जेस्ट भनेको छ नि, अब सबैभन्दा ठुलो, सबैभन्दा सानो, सबैभन्दा सानो चाहिँ सबैभन्दा ठुलो हुन्छ, सबैभन्दा ठुलो चाहिँ सबैभन्दा सानो हुन्छ। यो कन्सेप्ट तपाईँले सर्भिङ बुझ्नु होला। त्यही भएर सबैभन्दा सानो कुन छ? 1:500 चाहिँ सबैभन्दा ठुलो स्केल हुन्छ है। यो याद तपाईँले पढ्नै भयो होला। द कोर्डिनेट अफ पोइन्ट ए क्यान बी भनेको छ है। अब स्टिङ ए एन्ड स्टिङ बी पनि यो कोर्डिनेट नै हो। ल्याटिट्युड ए ल्याटिट्युड पनि यो कोर्डिनेट नै हो। अब डिपार्चर ए र ल्याटिट्युड बी, अब यो डिपार्चर भने स्टिङ भनेकै